नमस्ते। म फेरि पनि कविता वाचनको लागि आएको छु र आज चाहिँ मेरो हातमा कविता सङ्ग्रह प्रश्नहरूको कारखाना भन्ने छ, जो चाहिँ सरिता तिवारी दिदीको छ र यही कविता सङ्ग्रहभित्रबाट म एउटा कविता वाचन गर्न गइरहेछु र मैले कविता वाचन गर्ने शीर्षक चाहिँ फुलको कारोबार। मालामा उनीनैका लागि फुलेका छन् कति कति फुल। मालामा उनीनैका लागि फुलेका छन् कति कति फुल। के थाहा त्यसपछि मिचिने हो कि हातले, किचिने हो कि पैतालाले। व्यर्थ अर्काकै बाँच्नका लागि, अर्काकै आनन्दका लागि फुलिदिन्छन् कति कति फुल। फुलुन् निष्फिक्री फक्रिएर फुलुन्, फैलिउन् बतासका तह तहमा मिसेर फैलिउन्, बरु झरुन्। आफ्नो भागको एक याम एक जुनी बाँचेर र छरिउन्, भुइँभरि मृत्युको रङ फिजारेर र पो फुल। फक्रन भ्याइसकेकै हुन्न, पुगिसकेको हुन्छ दुकानदारको ढकियामा। हावाको कोमल स्पर्श नपाउँदै, मालीको वात्सल्यको गन्ध नचिन्दै, बताससित बयली खेल्नै नपाए, घाम जुन र शीतसँग भेट्नै नपाए कठैबाट। कुन बाटो कुन गल्ली कुन चोक छिचोलेर कहाँ कहाँबाट पुग्छ एउटा निर्दोष फुल खरिदारको फुलदानमा। फुलहरू केवल मन साक्षी हुन् आफ्नै दुर्दशाका। ती बुझ्दैनन् चुडिनु बेचिनु या कतै अर्पण गरिनु मोक्ष हो कि दुर्गति। ती बुझ्दैनन् कसरी सम्भव छ बजारमा फुलको माग र खपतको सिलसिला। जब बुझ्नेछन् यी सब प्रकरण, फक्रिनेछ प्रत्येक फुलको बोटमा बारुद र सितिनेछ दुनियाँमा फुलको कारोबार। सङ्कटमा पर्नेछन् साहुकारहरू, तनावग्रस्त हुनेछन् दलालहरू, रित्तो हात फर्किनेछन् समयको अन्तिम ग्राहक पनि। त्यसपछि तान्नेछ दुकानदारले सटर घ्यारेर र फेरि कुनै दिन नउघ्रिने गरी ठोक्नेछ ताल्चा। सकियो।